नमस्कार। आजको भिडियोमा हामी जलवायु परिवर्तन के हो भनेर बुझ्ने प्रयास गर्नेछौँ र यसले काठमाडौँमा पारिरहेको असरहरूबारे पनि छोटो रूपमा कुरा गर्नेछौँ। के तपाईले महसुस गर्नुभएको छ बिहानको चिसोपन हराउँदै गएको छ, पानी ढिलो पर्न थालिसकेको छ अनि काठमाडौँको गर्मी अब त जति बेलै तातो भाँडाभित्र पकाइराखेको जस्तो लाग्छ। यो तपाईको मात्र महसुस होइन, यो त जलवायु परिवर्तन हो जसले काठमाडौँको ढोका ढकढकाइराखेको छ। पछिल्ला केही दशकहरूमा काठमाडौँ उपत्यकाको औसत तापक्रम बिस्तारै बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सन् 1970 पछि केही स्थानहरूमा करिब 1 डिग्री सेल्सियस तापक्रम वृद्धि भएको छ। सुन्दा सानो लागे पनि जलवायुका लागि भने यो ठूलो कुरा हो। यसको मुख्य कारणहरूमध्ये एक हो अनियन्त्रित शहरीकरण। धेरै घर, धेरै सडक, धेरै सवारी, तर हरियाली घट्दो। यसले अर्बन हिट आइल्यान्ड बनाउँछ, जहाँ कङ्क्रिटले गर्मी थामेर राख्छ र रातिको समयमा पनि तापक्रम घट्दैन। गाडीहरूको धुवा, बिना योजना निर्माण र जङ्गल कटानले यो समस्या अझै बढाएको छ। तर यो केवल तातो महसुसको कुरा मात्र होइन। तापक्रमको वृद्धिले वर्षा प्रणाली अस्तव्यस्त पार्दैछ। हिमालमा हिउँ चाँडै पग्लिँदैछ अनि सहरमा बाढीको जोखिम बढ्दैछ। मौसम पहिले जस्तो नियमित छैन, यो खतरनाक हुँदै गइरहेको छ, विशेष गरेर यस्तो घना बस्ती भएको उपत्यकाका लागि। तर पनि सबैमा आशा अझै बाँकी छ। काठमाडौँले चाह्यो भने परिवर्तन सम्भव छ। हरियाली बढाउने, सहरी योजना सुधार गर्ने, सार्वजनिक यातायातमा जोड दिने अनि जनचेतना फैलाउने, यी सबैले फरक पार्न सक्छन्। हामीले गर्ने साना साना प्रयासहरूले ठूलो प्रभाव पार्न सक्छ। काठमाडौँ परिवर्तन हुँदैछ, चाहे त्यो राम्रो होस् या नराम्रो। त्यो परिवर्तन हामीले कस्तो बनाउने भन्ने कुरा हामीमाथि नै निर्भर छ। अबको कुरा हामी गर्मी सहन्छौँ कि परिवर्तन ल्याउँछौँ।